अहिले नेपो किड भन्ने शब्द सबैको मुखमा छ। आखिर नेपो किड भनेको के हो, यसलाई हामीले कसरी बुझ्ने भनेर हामीले सोच्नु पर्यो। सामान्यतया नेपो किड भनेको राजनीतिक नेताका वा शक्तिशाली परिवारका छोराछोरी जसले आफ्ना आमा बुवाको हैसियतबाट सजिलो जीवन पाउँछन् भन्ने बुझिन्छ। तर हामी अझै गहिराईमा गएर सोच्यौं भने के त्यस्तो कोही बालबालिका छ जो चाहिँ नेपो किड होइन? के प्रत्येक बच्चा आफ्ना आमा बुवाबाट कुनै न कुनै किसिमको फाइदा पाउँदैन? हेर्नुस्, मध्यमवर्गीय परिवारका बच्चाले निजी स्कुल, ट्युसन पाउँछ। गरिब परिवारका लागि त्यो पनि विलास हो। धनी परिवारका बच्चाले विदेश पढ्न पाउँछ। मध्यम वर्गका लागि त्यो ठूलो विशेष अधिकार समान हो। यानी वास्तवमा सबै बच्चा कुनै न कुनै हिसाबले नेपो किड नै हुन्। फरक के छ भने कसैको सानो सुविधा छ, कसैको अत्याधिक सुविधा। यसरी हेर्दा नेपो किड म होइन भनेर कसैले पनि क्लेम गर्न सक्दैन। अस्तिको आन्दोलनमा जानेहरू पनि कतिपयहरू हामीले ठूला ठूला महल जस्तै घरबाट निस्केर गएको देख्यौं। के त्यो घरमा बस्ने उनीहरूको आफ्नो व्यक्तिगत क्षमताले बसेका हुन्? पक्कै पनि होइन। त्यसैले नेपो किड भन्ने कुरा केवल नेताका छोरछोरीमा मात्र सीमित छैन। फरक दृष्टिकोणले हेर्दा हरेक बच्चा कुनै न कुनै रूपमा आफ्ना आमा बुबाको स्थिति र हैसियतबाट फाइदा भएको हुन्छ। त्यसकारण हामीले बच्चालाई मात्र दोष लगाएर हुँदैन। हामी स्पष्ट हुन जरुरी छ। हामीले बच्चालाई आक्रमण गर्न छाडेर हाम्रो आचरण, भ्रष्ट आचरणलाई आक्रमण गर्नुपर्छ।